वर्तमान समय कुरा गर्न चाहन्छु। धेरै नारीहरू माथि अन्याय भयो, अत्याचार भयो, शोषण भयो, बलात्कार भयो, यौन दुर्व्यवहार भयो, तर ती अपराधीहरूलाई राजनीति पार्टीले संरक्षण दिन्छन्, बचाउँछन्। अब असम्भव बलात्कारीलाई कारवाही हुन्छ। विगतको बलात्कारपछि जसरी हत्या भएको छ ती अपराधीलाई खोलेर ल्याइन्छ र हाम्रो देशमा बलात्कारीलाई कस्तो सजाय हुने अब एउटा बहस सुरु भएको छ। अब 2 जनमतको सरकार बन्दैछ। संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई फाँसी दिनुपर्छ भन्ने एउटा बहस सुरु भयो। किनभने अहिलेसम्म बलात्कारीलाई कारवाही भएन क्या, राजनीति पार्टीले संरक्षण गर्यो। किन भन्दाखेरि आज हाम्रो देशमा